आजको हाम्रो टपिक चाहिँ लाइसेन्स बनाउन चाहिँ कति पैसा खर्च हुन्छ। हामीले जुनसुकै बाइक, स्कुटी, कार, हेभी, J1, J2, JCB जुनसुकै लाइसेन्स पनि बनाउन हाम्रो कति जति पैसा खर्च हुन्छ भनेर त्यसको बारेमा आज भन्दैछु। यदि हजुर लाइसेन्स बनाउँदै हुनुहुन्छ भनेपछि यो भिडियो हजुरलाई काम लाग्छ। हजुरको कति जति पैसा खर्च हुन्छ, कति पैसा कहाँ लाग्छ, कति पैसा कहाँ लाग्छ भनेर। अनि जुनसुकैको पनि फर्स्टमा फर्म भर्नु पर्यो। लाइसेन्स बनाउनु भन्नु अगाडि फर्म भर्नुपर्छ। फर्म भरेको 500 रुपियाँ लिन्छ। सकेसम्म आफूले अनलाइनबाट हेरेर फर्म भर्ने कोसिस गर्ने। यदि सक्नु भएन भने चाहिँ मार्केटमा अब हेरे हुन्छ। नर्मली 500 रुपियाँ लिन्छ सबै ठाउँमा, साइबरहरूमा। अनि हजुरले फर्म भरेपछि हजुरको भिजिट डेट हुन्छ। त्यो दिन हजुरले ओरिजिनल नागरिकता लगेर जाने। बायोमेट्रिकको दिन चाहिँ कति पैसा लाग्छ हजुरले फोटोकपी गरेको। अब फर्मको फोटोकपी गर्नुहुन्छ कुनै ठाउँ 10 रुपियाँ, कहाँ कुनै ठाउँ 20 रुपियाँ लिन्छ। अनि एउटा हुलाको टिकट चप्काउँछ। त्यसको माथि हुलाको टिकट 10 रुपियाँ हुन्छ, तर कुनै ठाउँ 15 रुपियाँ लिन्छ, कुनै ठाउँ 20 रुपियाँ लिन्छ। नागरिकताको फोटोकपी 10 रुपियाँ लिन्छ भनेपछि टोटल हजुरको 20 रुपियाँ फर्मको फोटोकपी, 10 रुपियाँ नागरिकता फोटोकपी, 20 रुपियाँ हुला टिकट भनेपछि हजुरको 50 रुपियाँ सकिन्छ फोटोकपी गर्नेमा। बायोमेट्रिकमा हजुरको 1 रुपियाँ पनि लाग्दैन। मेडिकलमा हजुरको आई टेस्ट हुन्छ। आई टेस्टको 55 रुपियाँ लिन्छ। यदि हजुरसँग ब्लड कार्ड छ भनेपछि ब्लड कार्डको रुपियाँ पर्दैन। यदि हजुरसँग ब्लड कार्ड छैन भनेपछि 50 रुपियाँ एक्स्ट्रा लिन्छ। भनेपछि 55 प्लस 50 रुपियाँ ब्लड कार्डको टोटल 105 रुपियाँ लिन्छ। यदि हजुरसँग मोबाइलमा फोटो छ भयो भने हजुरले देखाउन सक्नुहुन्छ। हजुरको ब्लड कार्ड पर्दैन। हजुरको मेडिकलमा खर्च भनेको 105 रुपियाँ। अनि त्यसपछि हजुरको राजेश्वर हुन्छ। राजेश्वरमा 500 रुपियाँ बुझाउनु पर्छ। राजेश्वर बिल, ट्याक्स जे भने पनि एउटा भाउचर दिन्छ, म फोटो राखिदिन्छु। अनि त्यसपछि हजुरको लिखित हुन्छ। लिखितमा चाहिँ हजुरको 1 रुपियाँ पनि लाग्दैन। हजुरले बोकेर जाने भनेको आफ्नो ओरिजिनल नागरिकता अनि डकुमेन्टहरू अनि प्लस अनि पेनहरू। अनि क्लासरुममा कतै 1 रुपियाँ पनि लाग्दैन। हजुरले क्लासरुममा जाने, आरामले लेख्ने अनि एक्जाम दिने अनि फिर्ता आउने। यदि हजुरको थपको हो भनेपछि हजुरसँग लाइसेन्स छ भनेपछि हजुरको एक्जाम हुँदैन। हजुरको सिधा ट्रायल हुन्छ। जस्तो मसँग स्कुटीको लाइसेन्स छ, मैले कारको थप्यो चाहिँ एक्जाम पर्दैन। यदि हजुरसँग बाइकको लाइसेन्स छ, कारको थप्यो भने एक्जाम पर्दैन। सिधा ट्रायल हुन्छ। अनि हाम्रो ट्रायलको दिन कति पैसा लाग्छ भनेपछि यदि आफ्नो पर्सनल गाडी लग्न मिल्दैन भनेपछि त्यहाँ चाहिँ भित्रको गाडी चलाउनु पर्छ। अब कुनै ट्रायल सेन्टरमा आफ्नो गाडीले ट्रायल दिन मिल्छ, कुनै ट्रायल सेन्टरमा भित्रको गाडीले दिनुपर्छ। भित्रको गाडीले ट्रायल दिन खण्डमा हजुरले केही चार्जेसहरू दिनुपर्छ हजुरले गाडी युज गरेको मार्फत। त्यसको ट्रायल टोकन भनिन्छ। टोकन चाहिँ कति पर्छ हजुरको बाइकको र स्कुटीको 300बाट 400 अनि कारको 400बाट 500 अनि हेभी र मिनीको छ भनेपछि 500बाट 600। यो अराउन्डबाट भन्दैछु, मलाई फिक्स थाहा छैन। समथिङ यति नै पर्छ। योभन्दा कम पनि भइसक्छ। अनि हजुरले बाहिर सिक्नुमा भर पर्छ। हजुरले कति सिक्नुहुन्छ त्यो अनुसारले पैसा ड्राइभिङ स्कुलमा पेमेन्ट गर्नुपर्छ। हजुरले आधा घन्टा प्र्याक्टिस गरेको त्यो अनुसारले। अनि हजुरको ट्रायलमा 1 रुपियाँ लागेन, हजुरको टोकन मात्र लाग्यो। अनि हजुरले ट्रायल पास भएपछि 7 दिनदेखि 10 दिनपछि हजुरले राजस्व बुझाउन जानुपर्छ। हजुरको पहिलोचोटि हो भनेपछि कुनै पनि लाइसेन्स छैन भनेपछि न्यू भनेपछि हजुरले 1500 रुपियाँ बुझाउनु पर्यो राजेश्वर। हजुरले 1500 रुपियाँ बुझाएपछि हजुरको लाइसेन्स नम्बर आउँछ, बिलै आउँछ, भाउचरै आउँछ। त्यहाँ अमाउन्ट पनि लेखेको हुन्छ राजेश्वर भनेर 1500 आउँछ। यदि कारको भनेपछि हजुरको 2000 आउँछ। यदि J1, J2, JCB को भनेपछि 3000 को बिल आउँछ, भाउचर आउँछ हजुरको। यदि बाइकको लाइसेन्स छ, कारको थपेको भनेपछि हजुरको 500 रुपियाँ हुन्छ। हजुरको कारको लाइसेन्स छ, बाइकको थप्नु भयो भनेपछि 500 रुपियाँ हुन्छ। यदि हजुरसँग कारको लाइसेन्स छ, मिनी र हेभी थप्नु भयो भनेपछि मिनीको 500, हेभीको 1000 रुपियाँ पर्छ। इनकेस हजुरले ट्रायल फेल हुनुभयो भनेपछि 10 दिन कुरेपछि हजुरले रिटायल काट्ने। अनि रिटायलको भनेपछि 500 रुपियाँ लाग्छ। यदि हजुरको आँखा कमजोर छ भने त्यस्तो केसमा चाहिँ अलि पैसा खर्च हुन्छ। कति जति भनेपछि हजुरको मेडिकल रिपोर्ट बनाउनु पर्छ। हजुरले टाढाको र कलर भिजन देख्नु भएन भनेपछि हजुरको नजिकमा जुन मेडिकल हस्पिटल छ त्यहाँ गएर डाक्टरलाई भनेर एउटा रिपोर्ट बनाउन लगाउनु पर्छ। मेरो आँखा समथिङ यति कमजोर छ भनेर डक्टर रिपोर्ट बनाइदिन्छ। अब कति अराउन्ड 200, 300, 400 जति लिन्छ। अनि त्यो रिपोर्ट बनाइसकेपछि हजुरले डाक्टरलाई पेश गर्नुपर्छ अनि हजुर मेडिकलमा पास हुनुहुन्छ। यदि हजुरको टाढाको कमजोरै छ भने चाहिँ चस्मा बोकेर जाने।
यदि चस्मा बोक्नु भएन, आँखा कमजोर, हजुरले देख्नु भएन अक्षरहरू भनेपछि हजुरलाई फिर्ता पठाइदिन्छ। हजुरको आँखा कमजोर छ, रिपोर्ट बनाउनु कि चस्मा बनाउनु कि अपरेसन गर्नु भनेर हजुरलाई फिर्ता पठाइदिन्छ। जो हजुरले मेडिकल दिइसकेपछि राजस्व बुझाउनुहुन्छ सबको सेमै हुन्छ। हजुरको बाइकको, स्कुटीको, कारको, मिनी, हेभी, लाइट, हजुर एडको सबको सेमै हुन्छ राजस्व। यदि कुनै कुरा हजुरले बुझ्नु भएको छैन भने चाहिँ कमेन्ट गर्नु होला, म कमेन्टको माध्यमबाट हजुरले रिप्लाई दिनेछु।